टुटेको माया र मनको उपचार मनोवैज्ञानिक दृष्टिको। नमस्ते सम्पूर्णमा, यहाँहरू सम्पूर्णलाई स्वागत छ यस भिडियोमा। हामी मध्ये धेरैले मायाको अनुभव गरेका छौं, तर थोरैले मात्र यस हाम्रो मानसिक स्वास्थ्यमा कस्तो असर गर्छ भन्ने कुरामा ध्यान दिएको पाइन्छ। पहिलो कुरा, माया केवल भावना होइन, मनोविज्ञान हो। जब हामी कसैलाई माया गर्छौं, हाम्रो शरीरमा डोपामिन, ऑक्सिटोसिन, सेरोटोनिन जस्ता न्यूरोकेमिकलहरू सक्रिय हुन्छन्। यी रसायनहरूले हामीलाई खुसी, नजिकको र सुरक्षित महसुस गराउँछन्। तर जब सम्बन्धहरू बिग्रदै जान्छ या एक्लोपन महसुस हुन्छ, त्यही न्यूरोकेमिकलहरू असन्तुलनमा जान्छन्, जसको असर मानसिक स्वास्थ्यमा गहिरो रूपमा देखिने गर्दछ। नेपालको सन्दर्भमा हेर्ने हो भने धेरै पटक प्रेममा अस्वीकृति, धोका वा ब्रेकअपलाई नाटकीय भनेर उडाइन्छ। तर मनोविज्ञान भन्छ यस्तो अनुभवपछि डिप्रेसन, एन्जाइटी, आत्मग्लानि आउनु स्वाभाविक हो। माया गुमाउनु टाउको दुखाइ होइन, यो एक भावनात्मक घाउ हो जसलाई उपचारको जरुरत पर्छ। तर हाम्रो समाजमा भावनालाई लुकाउनु बलियो हुनु मानिन्छ, जुन गलत हो। साँचो माया भनेको स्वतन्त्रता हो, नियन्त्रण होइन। त्यो सम्बन्ध जहाँ तपाईँ आफ्नो अस्तित्व लिएर सुरक्षित र सम्मानित महसुस गर्नुहुन्छ, त्यही हो स्वस्थ प्रेम। तर जब सम्बन्धमा डर, इगो, शङ्का वा हिंसा आउँछ, त्यो माया होइन, त्यो टोक्सिसिटी हो। र यस्तो सम्बन्धले हाम्रो आत्मविश्वास, आत्ममूल्य र मानसिक स्वास्थ्यलाई नष्ट गर्ने गर्दछ। अब कुरा गरौँ के गर्ने त। सबैभन्दा सुरुमा आफैलाई प्रश्न सोधौँ, के म यस सम्बन्धमा सुरक्षित छु? के म आफै हुन पाएको छु? यदि उत्तर होइन छ भने साथीसँग, परिवारसँग वा काउन्सिलरसँग कुरा गर्नुहोस्। मन दुखेको बेला चुप लाग्नु ठिक होइन, बोल्नुहोस्, व्यक्त गर्नुहोस् र आवश्यक परे मनोवैज्ञानिक सहयोग पनि लिनुहोस्। अन्त्यमा, माया गर्नु कमजोरी होइन, तर आफूलाई हराएर प्रेम गर्नु पनि समाधान होइन। मानसिक स्वास्थ्य हाम्रो आत्मा जस्तै हो। साँचो माया भनेकै हो त्यो सम्बन्ध जसले तपाईलाई अघि बढ्न मद्दत गर्ने गर्दछ। धन्यवाद।